हे दैव, राति मेरो घरमा चोरी भएछ। सबै पैसा नि चोरेछ। म त बर्बाद भए। अब प्रहरी कहाँ जान पनि टाढा छ। कस्तो समस्या भयो हे भगवान। प्रहरी चौकी यहाँबाट धेरै टाढा छ, तर उजुरी त दिनै पर्छ। नमस्ते सीता आमा, यति बिहानै कहाँ जान लाग्नु भएको? हेर्नुन् बाबु, मेरो घरमा चोरी भयो, चौकीमा उजुरी दिन जाँदैछु। हो र सीता आमा, हिँडेर जाँदा त निकै समय लाग्ला नि। बरु हजुरलाई थाहा छैन जस्तो छ। अब त्यति टाढा जानु पर्दैन। नेपाल प्रहरी एपबाटै उजुरी दिन सकिन्छ। साँच्चै हो र? त्यसका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र iOS प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल पुलिस मोबाइल एप डाउनलोड गर्नुहोस्। एप डाउनलोड भएपछि साइन अपमा क्लिक गरी आफ्नो नाम, मोबाइल नम्बर, इमेल एड्रेस र ठेगाना भर्नुहोस्। त्यसपछि पासवर्ड सेट गरी इमेलमा आएको ओटिपी कोड भेरिफाई गर्नुहोस्। लगइन भएपछि उजुरी तथा निवेदनमा जानुहोस् र कस्तो किसिमको घटना भएको हो सोको प्रकार हेरी घटनाको विवरण लेख्नुहोस्। घटना भएको स्थान म्यापमा छान्नुहोस् र आवश्यक फोटो, भिडियो वा अडियो प्रमाण भए अट्याच गर्नुहोस्। त्यसपछि सबमिट बटन थिची आफ्नो उजुरी बुझाउनुहोस्। तपाईले पठाउनु भएको उजुरी सम्बन्धित जिल्लाको कन्ट्रोल रुमको मोबाइल एप ड्यासबोर्डमा जान्छ र ड्यासबोर्ड मोनिटर युजरले घटनाको प्रकृति अनुसार प्रतिक्रिया र कारबाही प्रक्रिया अगाडि बढाउनेछ। उजुरी दिए पश्चात आफूले दिएको उजुरीको अवस्था पनि सो एप मार्फत मेरो उजुरीहरू भन्ने सेक्सनमा गई बुझ्न सकिन्छ। त्यसका साथै प्रहरी र उजुरीकर्ता बीच च्याट मार्फत सूचना आदान प्रदान गर्न सकिने सुविधा पनि यस एपमा रहेको छ। उजुरी सफलतापूर्वक दर्ता भयो। धन्यवाद रामबाबु, मेरो धेरै दुःख कम भयो। प्रविधिसँगै सेवा, सेवासँगै विश्वास, सुरक्षित समाज निर्माणमा नेपाल प्रहरी।